Yo, yo. आफ्नो पुरानो गाउँ आमा बाउ दाजुबहिनीहरूलाई दिदीभाइहरूलाई मामा माइजूहरूलाई बडाबडीहरूलाई सबलाई छोडिरहेको छु आफ्नो पुरानो गाउँ अनि आमा बाउ दिदीबहिनीहरूलाई दाजुभाइ दिदीबहिनीहरूलाई मामा माइजूहरूलाई सबलाई नै छोडिरहेको छु म यसरी नै फेरि हिजो त मेरोमा केही नहुँदाखेरि नै म यसरी नै फेरि हिँडिरहेको थिएँ नि त्यो गाउँघरमा बसिरहेको थिएँ नि सबै साथीहरूसँग मिलिरहेको थिएँ नि आज हजारौँ मान्छेले नै चिन्दछ नि अनि म यसरी नै काम गरेँ अनि स्टुडियोभित्र नै मैले पनि ऱ्यापहरू लेखेँ अनि यसरी शब्द म ऱ्यापहरू लेख्न सिकेँ मैले हिँडिरहेको थिएँ अनि म शब्दमा भन्दै फेरि यसरी नै हिजो म मेरो मतलब कति म के नहुँदाखेरि कसैले पनि सोध्दैन आज फेरि मैले के राम्रो काम गरी हिँडिरहे म शब्दमा भन्दै अनि यहाँ साथीभाइहरू पनि सबै आयो मलाई भेट्नको लागि नै दुःख सुख भोगी अनि हिँडिरहेको थिएँ म शब्दमा भन्दै यसरी नै फेरि ऱ्यापहरू लेख्दै हिँडिरहेको थिएँ म पहिलोपटक दिल्ली आउँदाखेरि साथीभाइहरूसँग फेरि मैले पनि द्वार मागेको थिएँ नि अनि कसैले पनि सपोर्ट गरेको थिएन नि आज फेरि म आफ्नो फ्यामिलीलाई लिएर फेरि हाँसी खुसी हुँदै बसिरहेछु नि सुनसान कोठामा बसिरहेछु नि अनि ऱ्यापहरू लेख्दै यसरी नै ऱ्यापहरू लेख्दै म हिँडिरहेछु नि आफ्नो पुरानो गाउँ ठाउँ अनि आमा बाउ सबै दाजु बहिनीहरूलाई दिदीभाइहरूलाई सबलाई छोडिरहेछु नि म यस्तो नै मुटुमा नै माया गरी अनि मनदेखि माया गरी म त्यो गाउँबाट के शब्द भूमिकिन आएको थिएँ नि म पनि त के बनिन्छु भनि नि अनि यसरी नै हिँडिरहेको थिएँ म शब्दमा भन्दै फेरि ऱ्यापहरू लेखिरहेको थिएँ आज यसरी नै म ऱ्यापहरू लेख्दाखेरि भोलि म मरेर जान्छु नि नाङ्गे नै आएको थिएँ नि म पनि त फेरि हजारौँ मान्छेले चिन्दछ नि भोलि सेतो कफन ओढी फेरि मलाई फेरि मेरो लासमाथि फेरि हिँडिरहेछ नि हजारौँ मान्छेले फेरि मलाई सोध्दैछ नि अनि हिँडिरहेको थिएँ म शब्दमा भन्दै भोलि मरेर जाँदाखेरि मेरो लासमाथि कफन सेतो कफन ओढाइन फेरि मलाई लिएर जान्छ नि म पनि त नाङ्गे आएको थिएँ नि यो संसारमा फेरि म दुःख सुख भोग्दै हिँडिरहेको थिएँ आफ्नो पुरानो गाउँ ठाउँ आमा बाउ दिदीभाइ मामा माइजूहरूलाई सबलाई छोडिरहेको छु साथीभाइहरूलाई सबलाई फेरि छोडिरहेको छु म शब्दमा भन्दै नै यसरी नै ऱ्यापहरू लेखिरहेको छु म लेखिरहेको छु आफ्नो पुरानो गाउँ ठाउँ आमा बाउ दिदीभाइहरूलाई सबलाई छोडिरहेको छु